this verification of your civil ID. My civil ID? And now you show me your civil ID, sir. Because your civil ID will not activate in our system 2024. So that's why I calling you, sir. Now show me your ID, sir. I'm sorry, I just renew my civil ID. This year and this my civil ID, khalas me going India. Not renewal me up my civil ID. Okay, no problem. I transfer your call to the CBK. You talk with the CBK manager, Abdul Aziz Al-Zabi, okay? Everyone, welcome to my YouTube channel. के छ सञ्जय हुनुहुन्छ पक्कै पनि सञ्जय हुनुहुन्छ होला सो आज पनि नयाँ भिडियो ल्याएर आएको छु सो नयाँ भिडियो भन्दा नि अलिक फरक टाइपको भिडियो ल्याएर आएको छु सो तपाईहरुले हैन यो सबटाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला स्क्यामरको बारेमा सो हो म आज त्यही स्क्यामरको बारेमा चाहिँ केही कुरा गर्न गइरहेको छु सो तपाईले सुन्नु भएको होला नेपालमा हुँदाखेरि हैन धेरै अनलाइन स्क्यामरहरुले हैन धेरै ठगी गरेको सुन्नु भएको होला सो म अहिले हाल कुवेतबाट हो सो कुवेतमा पनि स्क्यामर हुन्छ सो तपाईहरुलाई हैन यो भिडियो हेर्नुहोस् This year and this my civil ID, khalas me going India. Not renewal me up my civil ID. Okay, no problem. I transfer your call to the CBK. You talk with the CBK manager, Abdul Aziz Al-Zabi, okay? 1 minute, wait. Okay. Alaikum. Yes, sir. السلام عليكم يا اخوي. وعليكم السلام انا sir. عبد العزيز البنك تجاري مدير يا اخوي، كيف حالك زين؟ جين sir. ايوه خليني اشوف يا اخوي يجي رساله مكتوب 6 رقم فروم سي بي كي، انت شوف شو على الصندوق يجي 6 رقم رساله. ايوه كم 6 رقم رساله؟ Sir, no full Arabic, no malum. This verification of your civil ID. My civil ID? And now you show me your civil ID, sir. Because your civil ID will not activate in our system 2024. So that's why I calling you, sir. Now show me your ID, sir. I'm sorry, I just renew my civil ID. Now where your ID? My ID? Yes. Why do you need my civil ID? Because it's a verification. Now it's a Kuwait police have investigate the all people who have to verification the civil ID. This 2024 version is updated here now. So we want to verification the ID. Ah, okay. Why you sound like Indian? Say what? Why you sound like Indian? So what's the problem? There's no Indian police here, sir. I'm taking a video of you. What? Why are you hiding your face? Fuck you. Again, what did you say? Which bank you have which bank you have account, sir? Gulf Bank. Which bank? Gulf Bank. You send a card picture. भिडियो हेरिसक्नुभयो सो अब हैन कुरा गरौँ हैन तपाईहरु नेपालदेखि आउँदाखेरि कुनै पनि हैन सिम लिनुहुन्छ ओरिडो एसटीसी जेन फ्रेन्डली हैन कुनै पनि सिम लिनुहुन्छ सो जब तपाईले सिम लिइसकेपछि चाहिँ त्यहाँ हैन तपाईले अननोन नम्बरदेखि कल आउँछ क्या तपाईलाई सो अब तपाईले जस्तै WhatsApp खोल्नुभयो हैन यो नम्बरदेखि WhatsApp मा तपाईलाई पुलिस बनेर फोन गरिदिन्छ है सो मैले भोगेको कुरा तपाईहरुलाई शेयर गर्न चाहन्छु सो मैले चाहिँ यहाँ आएर हैन मैले एसटीसी को सिम लिएको थिएँ सो त्यो सिम लिएको चाहिँ लगभग 1 वर्ष पछि होला सायद म 2 वर्ष भइसक्यो यहाँ बसेको सो 1 वर्ष पछि चाहिँ मलाई दाइहरुले पहिला नि भन्नुहुन्थ्यो यस्तो यस्तो स्क्यामर हुन्छ भनेर सो मलाई चाहिँ 1 वर्ष पछि WhatsApp मा कल आएको थियो डाइरेक्ट सो अनि मैले रिसिभ गरेपछि चाहिँ मलाई ठ्याक पुलिसको ड्रेस लाएर हैन ठ्याक्कै म पुलिस हो कुवेती पुलिस हो तेरो सिभिल आइडी खतम भयो तेरो सिभिल आइडी अपडेट गर्नुपर्छ सिभिल आइडी नम्बर दे भने के मलाई सो मलाई त थाहा थियो है पक्कै नि यो स्क्यामर हो भनेर मलाई चाहिँ थाहा भइसकेको थियो किनभने मलाई त पहिल्यै दाइहरुले भनिसकेको थियो हैन अनि सो त्यसमाथि म ओरिडोमा पनि काम गर्छु नि त सो मलाई सबै थाहा भएको थियो यो स्क्यामर हो भनेर अनि सो त्यसलाई मैले यता के भनेर हैन अब अलिक म फ्री नै थिएँ नि त त्यतिखेर अनि झुक्काएर अनि त्यसलाई कहिले सिभिल आइडी आदि नम्बर दिने कहिले के भनेर त्यसको दिमाग खराब गर्दै र अनि कहिले ब्लक गर्दै हैन
सो अनि पछि मलाई त्यो डाइरेक्ट कल पनि आयो कहिले वर्ल्ड वाइड ब्याङ्कबाट फोन तेरो वर्ल्ड वाइड ब्याङ्कको सिभिल आइडी अपडेट गर्नु छ सिभिल आइडी नम्बर दे भनेर कहिले के भनेर कहिले के भनेर सो तपाईँहरू पनि सावधान रहनु होला तपाईँलाई हैन सिम यहाँको सिम लिइसकेपछि तपाईँलाई कल आउँछ अननोन नम्बरदेखि हैन कहिले ब्याङ्कबाट फोन गर्छ ब्याङ्कबाट हो भन्छ हैन कहिले त्यो सिभिल आइडी अपडेट गर भनेर हैन सिभिल आइडी रिन्यू गर भनेर आउँछ सो तपाईँहरूलाई यस्तो कलहरू आयो भने हैन तपाईँहरूले सोच्नुहोस् कि यो सब फ्रड हो सब यो ठगी हो तपाईँलाई यसले लुट्नु खोजेको हो भनेर तपाईँले आफूलाई त्यो सम्झिँदा हुन्छ हैन किनभने यहाँको पुलिस ब्याङ्कले कहिले पनि तपाईँलाई हैन पर्सनली डाइरेक्ट कल गर्दैन ब्याङ्कले यदि कुनै सिभिल आइडी अपडेट गर्नु पर्यो भने तपाईँलाई मेसेज पठाउँछ हैन मेसेज पठाउँछ नभए त्यो अहिले त ब्याङ्कको एपहरू भइहाल्छ हैन त्यसमा नोटिफिकेसन आइहाल्छ नोटिफिकेसनमा त्यहाँ गएर तपाईँले सेटिङमा गएर चाहिँ सिभिल आइडी अपडेट गर्नुपर्ने के अपडेट गर्नुपर्ने केवाइसी अपडेट गर्नुपर्ने त्यहाँदेखि भइहाल्छ सो एउटा घटना हैन मैले देखेको हैन मैले गरेको मतलब देखेको चाहिँ हैन सो मेरो अफिसमा हाम्रो अफिसमा चाहिँ सो एकजना नेपाली एकजना भुटानी अनि एकजना फिलिपिनी आएको थियो क्या सेम केस त्यस्तै अब वाट्सएपमा नेपाली दाइको चाहिँ के भएको छ भने वाट्सएपमा कल गरेछ सो अनि दाइले चाहिँ अब तेरो सिभिल आइडी नम्बर दे भनेछ नम्बर दिएछ अनि त्यसपछि एकछिनमा ओटिपी आउँछ ओटिपी दे भनेछ अनि दाइले चाहिँ फेरि ओटिपी दिएछ क्या त्यो नेपाल दाइले ओटिपी दिएपछि चाहिँ अब त्यो ओटिपी अब त्यो नम्बरको ओटिपी आयो त्यो वाट्सएपको ओटिपी आयो त्यो वाट्सएप चाहिँ अब त्यो दाइको मोबाइलमा खोल्नै बन्द भयो त्यो उता त्यो स्क्यामरले खोलिदिएछ क्या अनि सो त्यो स्क्यामरले उता खोलेपछि त्यो दाइको जति पनि नम्बरमा भएको वाट्सएप फ्रेन्डहरू हुन्छ नि अब तिनीहरूलाई चाहिँ सबैले कल गरेर तेरो सिभिल आइडी सक्यो हैन डेट एक्सपायर भइसक्यो तेरो सिभिल आइडी अपडेट गर्नु रिन्यू गर्नुपर्ने पर्छ नत्र तेरो सिभिल आइडी बन्द गरिदिन्छु भनेर सबैलाई फोन गरेर वाट्सएपमा कल गरेर सबैलाई सताउन थालेछ सो यस्तो केसहरू धेरै छन् हैन मलाई चाहिँ थाहा भइसक्यो तर धेरै ठगी पनि गरिसकेको रहेछ मैले चाहिँ पहिला सुरुमा यो चाहिँ नर्मल जस्तो लाग्थ्यो यस्तो भिडियो के बनाउनु जस्तो लाग्थ्यो क्या अनि मैले चाहिँ नर्मलै सोचिरहेको थिएँ तर यसो बुझ्दै जाँदा चाहिँ धेरैलाई ठगी धेरैलाई कल आइसकेको रहेछ अनि सो त्यसै कारणले चाहिँ मैले यो भिडियो बनाएको हैन यदि तपाईँ कुवेतमा हुनुहुन्छ भने प्लिज हैन अरू तपाईँको साथीहरूलाई पनि सेयर गरिदिनु होला नयाँ आउनु भएकोलाई पनि सेयर गरिदिनु होला सो तपाईँहरू पुरानो हुनुहुन्छ भने त अभियसली थाहा छ यो ठगी हो भनेर तपाईँलाई थाहा होला तर नयाँ जति पनि नयाँ आउनुहुन्छ नि उहाँलाई त केही थाहा हुँदैन नि त अब डाइरेक्ट पुलिस बनेर पुलिसको जस्तो ड्रेसहरू लाएर हैन तपाईँलाई आइडी कार्ड पनि देखाइदिन्छ नक्कली आइडी कार्डहरू पनि देखाइदिन्छ त्यस्तो पुरा हो न हो बनाएर तपाईँले त आत्तेर दिनुहुन्छ हैन सिभिल आइडी नम्बर ब्याङ्क कार्ड नम्बरहरू सबै दिनुहुन्छ ओटिपी दिनुहुन्छ अनि तपाईँलाई ओटिपीहरू सबै दिइसकेपछि त अनि तपाईँको जति पनि एकाउन्टमा भएको हैन स्यालेरी आएको हुन्छ नि त्यो चाहिँ तपाईँलाई त्यो चाहिँ स्क्याम गरिदिन्छ क्या लुट दिन्छ क्या सो त्यही हो गाइज हैन सबैलाई हैन यो चाहिँ अलिक हैन हेर्दाखेरि नर्मल तर एकदम चाहिँ अब अलिक डेन्जरै छ है सो तपाईँहरू पनि स्क्यामबाट बच्नु होला भन्दै भिडियोलाई यहीँ टुङ्ग्याउँछु सो सबैलाई सेयर गरिदिनु मन पर्यो भने लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला भन्दै यति भन्दै आजलाई बाई लभ यु गाइज सी यु नेक्स्ट भिडियो